प्युठान जिल्लाको सिमरुक गाउँपालिका मच्छी भन्ने ठाउँमा छ। यहाँनिर मच्छी बजार, बाल शिक्षा माध्यमिक विद्यालय, अनि मच्छी खोला चिरिवर देखिएको छ। यहाँ फाँटहरू एकदम हरियाली देखिएको छ। फाँट तर त्यो अहिले यो दिन जेठ भर्खर सकिएको छ, फाँटहरू देखिएको छ। अनि सिँचाइको राम्रो व्यवस्था भएको राम्रो थियो। गाउँपालिका कार्यालय अझ अगाडि छ। यहाँबाट सिमरुक गाउँपालिकाको कार्यालय। हामी आज चन्द्रशेखर सर र म आज यहाँ प्युठान जिल्लामा उपस्थित भइरहेको छ। त्यसै नजिक मच्छी प्युठान मास्टर गफमा हाल्नु साइन्स भयो त ट्युसन पढ्नुहुन्थ्यो छ कि तपाईँको भयो एकचोटि म काठमाडौँको कसरी इक्जाम एटेन्ड गर्ने फलाना बजार अरू त्यस्तै हो कि त बाटो त्यसै प्युठान नगरपालिका आइसक्यो। तेरो नामलाई